नमस्ते। म आज दुग्ध विकास संस्थान चौथो तहको आन्तरिक प्रतियोगितामा सोधिएको प्रश्न उत्तर लिएर आएको छु। पहिलो नम्बरको प्रश्न थियो, गुलाब फुलबाट बिजुली निकाल्न मिले चाहिँ कुन फलबाट बिजुली निस्कन्छ? यसको सही उत्तर थियो स्याउ। टेस्ट ट्युब प्रवृत्तिबाट विश्वमा जन्माइएको पहिलो बच्चाको नाम के हो? लुइस ब्राउन। 3 नम्बरमा थियो, रेबिज रोग विरुद्धको खोपको आविष्कारक को हुन्? यसको एन्सर हो लुई पास्चर। र त्यस्तै प्राथमिक रङमा तलका मध्ये कुन पर्दैन? यसको अप्सनमा थियो रातो, निलो, हरियो, कालो। र यसको कुन पर्दैन भनेको छ र यसको सही उत्तर थियो कालो। खानामा रोग उत्पन्न गर्ने सूक्ष्म जीवाणु माइक्रो अर्गानिजमहरूलाई तताएर मार्ने प्रक्रियालाई के भनिन्छ? यसको सही उत्तर हो पास्चराइजेसन। र 6 नम्बरमा थियो, विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको राष्ट्रिय निकुञ्ज कुन हो? र सगरमाथा राष्ट्रिय निकुञ्ज यसको सही उत्तर दिएका मध्ये। त्यस्तै 7 नम्बरमा थियो, दिगो विकासका 17वटा लक्ष्यमध्ये कुन चाहिँ नेपालसँग प्रत्यक्ष सम्बन्धित रहेको छैन? र यसको सही उत्तर थियो जलमुनिको जीवन। लक्ष्य 14मा रहेको छ यो चाहिँ। 8 नम्बरमा प्रश्नमा थियो, मानव विकास सूचाङ्क निर्माणमा तलका मध्ये कुन उपयोग गरिँदैन? र यसको सही उत्तर थियो विवाहयोग्य उमेर। र प्रश्न नम्बर 9मा माता पिताको गुण सन्तानमा के को माध्यमबाट सर्दछ? यसको सही उत्तर थियो वंशाणु। त्यस्तै 10 नम्बर प्रश्नमा थियो, नेपालले दिगो विकास लक्ष्य कहिलेसम्म प्राप्त गर्ने समयावधि तोकेको छ? यसको सही उत्तर हो सन् 2030। प्रश्न नम्बर 11मा थियो, सुशासनमा तलका मध्ये कुन पर्दैन? यसको अप्सनहरू थियो पारदर्शिता, कानुनी शासन, उत्तरदायित्व र सार्वजनिक निर्माण। र यसको सही उत्तर थियो सार्वजनिक निर्माण चाहिँ सुशासनमा पर्दैन। त्यस्तै 12 नम्बरमा छ, नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार बन्न कति वर्ष उमेर पुरा हुनुपर्दछ? र यसको सही उत्तर हो 21 वर्ष। 13 नम्बरको प्रश्नमा रहेको छ, स्थानीय तहको आन्तरिक लेखा परीक्षण कसले गर्ने कानुनी व्यवस्था रहेको छ? र यसको सही उत्तर हो स्थानीय तह आफैले। र 14 नम्बरको प्रश्न रहेको थियो, नेपालको संविधान अनुसार गुठी व्यवस्थापन कुन तहको सरकारको अधिकारको सूचीभित्र पर्दछ? यसको सही उत्तर हो प्रदेश। 15 नम्बरमा रहेको छ, नेपालको वर्तमान संविधान कतिौँ संविधान हो? यसको सही उत्तर हो 7औँ। र 16 नम्बरको प्रश्न रहेको छ, युवानुको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को थिए? र यसको सही उत्तर रहेको छ ऋषिकेश शाह। प्रश्न नम्बर 17मा रहेको छ, इयुबाट बेलायत बाहिर निस्किने विषयलाई के भनिन्छ? र यसको सही उत्तर रहेको छ ब्रेक्जिट। प्रश्न नम्बर 18मा रहेको छ, आसियानको 21औँ शिखर सम्मेलन कुन देशमा भएको थियो? र यसको सही उत्तर रहेको छ फिलिपिन्स। र प्रश्न नम्बर 19मा रहेको छ, सार्कको 18औँ शिखर सम्मेलनमा नेपालको तर्फबाट कसले प्रतिनिधित्व गरेका थिए? यसको सही उत्तर रहेको छ सुशील कोइराला। त्यस्तै 20 नम्बर प्रश्नमा रहेको छ, युएनको सदस्यता लिने नेपालले कुन भाषामा आवेदन दिएको थियो? युएनको सदस्य लिन नेपालले कुन भाषामा आवेदन दिएको थियो? यसको सही उत्तर रहेको छ नेवारी भाषा र यसको रञ्जना लिपिमा रहेको थियो। त्यस्तै 21 नम्बरको प्रश्न रहेको छ, द लाइट अफ एसिया भनेर कसलाई चिनिन्छ? यसको सही उत्तर हो गौतम बुद्ध। त्यस्तै प्रश्न नम्बर 22मा रहेको छ, 34 वर्षीय सान्ना मरिन कुन देशकी प्रधानमन्त्री हुन्? उनी रहेकी छिन्, उनी सबैभन्दा कान्छी प्रधानमन्त्री रहेकी छिन् र उनी फिनल्यान्डबाट रहेकी छिन्। त्यस्तै 23 नम्बरको प्रश्नमा रहेको छ, नेपालको वर्तमान राजनीतिक व्यवस्था कुन हो? नेपालको वर्तमान राजनीतिक व्यवस्था लोकतान्त्रिक गणतन्त्र रहेको छ। र प्रश्न नम्बर 24मा रहेको छ, सन् 2019को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा कतिजनालाई प्रदान गरियो? र यसको सही उत्तर रहेको छ 3 जना। त्यस्तै प्रश्न नम्बर 25मा रहेको छ, 8औँ राष्ट्रिय खेलकुदको मस्कट के रहेको थियो? र यसको मस्कट थियो कृष्णसार। त्यस्तै आकाशगङ्गा केसँग सम्बन्धित छ? आकाशगङ्गा केसँग सम्बन्धित छ? यसको सही उत्तर रहेको छ सूर्य र ताराहरूको समूह। त्यस्तै 27 नम्बरमा रहेको छ, सूर्यको प्रकाश पृथ्वीमा आउन कति समय लाग्छ? र यसको सही उत्तर रहेको छ 8 मिनेट 20 सेकेन्ड। त्यस्तै 28 नम्बरमा रहेको छ, ग्रहहरूको राजा भन्नाले कुन ग्रहलाई चिनिन्छ? र यसको सही उत्तर रहेको छ बृहस्पति। त्यस्तै 29 नम्बरमा रहेको छ, भूमध्य सागरलाई काट्ने विश्वको एकमात्र नदी कुन हो? भूमध्य सागरलाई काट्ने विश्वको एकमात्र नदी कुन हो? यसको सही उत्तर रहेको छ कङ्गो। त्यस्तै विश्वको सर्वोच्च स्थानमा रहेको ताल कुन हो? विश्वको सर्वोच्च स्थानमा रहेको ताल तिलिजो ताल रहेको छ। त्यस्तै 31 नम्बरमा रहेको छ, प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग कुन हो? यसको सही उत्तर रहेको छ मरियाना ट्रेन्च। त्यस्तै 32 नम्बरमा रहेको छ, एसिया र युरोप महादेशलाई संयुक्त रूपमा के नामले चिनिन्छ? यसको सही उत्तर रहेको छ युरेसिया। प्रश्न नम्बर 33मा रहेको छ, पृथ्वीको परिक्रमण रिभोल्युसन भनेको के हो? पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने।
र त्यस्तै 34 नम्बरमा रहेको छ उच्च गुणस्तरको इस्पात निर्माण गर्न प्रयोग गरिने निकेल धातु तलका मध्ये कुन जिल्लामा पाइन्छ भनेको छ, दिएका मध्ये सिन्धुपाल्चोक जिल्लामा चाहिँ पाइन्छ। र त्यस्तै 35 नम्बरमा रहेको छ तलका मध्ये नेपालमा मात्र पाइने चरा कुन हो, तलका मध्ये नेपालमा मात्रै पाइने चरा कुन हो, यसको सही उत्तर रहेको छ काडे भ्याकुर। त्यस्तै 36 नम्बर रहेको छ क्षेत्रफलको आधारमा सानो जिल्ला तलका मध्ये कुन हो, र यसको सही उत्तर रहेको छ भक्तपुर। नेपालको पाङ्गो माटो कहाँ पाइन्छ, तराई र बेसी। त्यस्तै 38 नम्बर रहेको छ नेपालमा सबैभन्दा धेरै गर्मी हुने र सबैभन्दा कम वर्षा हुने ठाउँ कुन हो, यसको सही उत्तर रहेको छ नेपालगञ्ज र मुस्ताङ। र प्रश्न नम्बर 39मा रहेको छ आई एम द स्टेट भन्ने फ्रान्सका राजा को थिए, लुई 14औं। र 40 नम्बर रहेको छ न्युयोर्कमा रहेको स्ट्याचु अफ लिबर्टीलाई कुन देशको उपहार मानिन्छ, यसको सही उत्तर रहेको छ फ्रान्स। त्यस्तै 41 नम्बरमा रहेको छ राणाकालमा मुन्सी खाना केसँग सम्बन्धित थियो, र यसको सही उत्तर रहेको छ परराष्ट्र मामिला। त्यस्तै 42 नम्बरमा रहेको छ अन्तिम किराँती राजा को थिए, र यसको सही उत्तर रहेको छ गस्ती। प्रश्न नम्बर 43मा रहेको छ सुनको असर्फी प्रचलनमा ल्याउने को हुन्, यसको सही उत्तर रहेको छ रणबहादुर शाह। त्यस्तै हाल नेपाललाई कतिवटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ, यसको सही उत्तर रहेको छ 165। त्यस्तै प्रश्न नम्बर 45मा रहेको छ सर्वप्रथम तामाको मुद्रा प्रचलनमा ल्याउने राजा को हुन्, यसको सही उत्तर रहेको छ रत्नमल्ल। प्रश्न नम्बर 46मा रहेको छ नेपाल भ्रमण वर्ष सन् 2020मा नेपाल आउने पर्यटकको सङ्ख्या कति पुर्याउने लक्ष्य लिएको छ, र यसको सही उत्तर रहेको छ 20 लाख। त्यस्तै प्रश्न नम्बर 47मा रहेको छ किप्पट प्रथा कुन जातिसँग सम्बन्धित छ, यसको सही उत्तर रहेको छ लिम्बू। त्यस्तै 48 नम्बरमा रहेको छ तलका मध्ये सबैभन्दा लामो राजमार्ग कुन हो, मध्य पहाडी राजमार्ग दिएका मध्ये। र प्रश्न नम्बर 49मा रहेको छ गौतम बुद्धको दाँत कुन देशमा सुरक्षित राखिएको छ, यसको सही उत्तर हो श्रीलङ्का। त्यस्तै प्रश्न नम्बर 50मा रहेको छ तोरनला पर्व कुन जातिले मनाउँदछन्, र यसको सही उत्तर रहेको छ थकाली।